त्यही माथि गाउँ जान लाग्छ। तिमीलाई एउटा कुरा भन्नु थियो। के कुरा हो भन न। मलाई तिम्रो साथ मिलाइदिउ न। को साथ? माथि गाउँको सपना क्या। त्यही माथि गाउँको सपना भनेको तिमीले? त्यही सपना पहिलेदेखि मन पराउँथ्यो भन्नु। ल भइहाल्छ नि, अलि मलाई हतार छ। म पछि सपनासँग भेटेर किन भन्छु। ल जाऊ। सोनिया त्यही माथि गाउँ जाँदैछु। धेरै दिन भयो देखेको थिएन, कहाँ गएको थियो? तिमीलाई थाहा नै त छ मेरो बाबाको बानी कस्तो छ। त्यो कुरा भन्ने थियो, साँझ भेट न है। बाबाले पनि खानै दिनुहुन्न केही पनि थाहा। ए हुन्छ इन्का त्यही माथि सपनाको घर जान छु। मलाई अहिले हतार छ, साँझ आयो भने आए न त कसैको हातबाट खबर पठाइदिन्छु। ए हुन्छ, जाऊ बाई। हस् बाई। सुतिरहेको होला नि यति बेरसम्म केही कामै छैन। बिहानै मैले उठा भने अहिलेसम्म उठेको छैन नि, त्यो सुतिरहेको होला नि तिनीहरू। एकछिन भेट्न जान्छु नि। ल ल जाऊ, गएर उठाऊ तिनीहरूलाई, यति बेरसम्म सुतिरहन्। म सोनिया। एकैछिन अझै पनि तपाईँ चिज गर्न लाग्छु है। हस् त्यो अझै उठेको छैन, साथी आए त उठ्नु पर्ने हो। हे कपडा फेर्न लाग्छन् रे। त्यसले के कपडा फेरिदियो? साथी आए लाज हुन्छ भनेर त्यो एकछिन बस्या हो नि त्यो। ओइ भएन। भयो भयो, आऊ भित्र बस। बस नानी। ओ नानी उठ। ए दिदी आउनुपर्छ, पानीतिर आउँछ नि। ए तिमीलाई एउटा कुरा भन्नु थियो। के कुरा भन न। गाउँको विश्वास छ नि। ए तिमी तल गाउँको विश्वास? अघि तिमी विश्वास तिमीलाई मन पराउँछु भन्दै थिए। तिमी त मलाई पहिले पनि मन पर्थ्यो। ए तिमी दुइटैलाई मन पराउँछौ भने मैले कुरा चलाइदिनु त। हुन्छ, कुरा गर न। दिदीहरूको बिच के कुरा भइरहेछ? हुनु न, साथी बिचको कुरा त भइयो। कुरा गर्दै म मम्मीलाई चलाउन जान्छु। ए हस्। अझै तल गाउँ गाउँ अझै आएछन्, कहाँ गयो त्यो मान्छे? यत्रो टाइम भयो त्यो मान्छे अझै आएछन्, कहाँ गयो रे? पक्न त्यसलाई अलिक घर आओस् न, जारेको छु त नि मैले पकाइ। हुन्छ, अब चाहिँ म जान्छु। बाबाले खोजिरहनु भएको होला। म भोलि विश्वासलाई भेटेर चाहिँ यो कुरा भन्छु नि। ए ल ल जाऊ, तिम्रो बाबाले तिमीले भोलि आउँदिन होला, म पेपर बुझिदिन आउँछु है। हुन्छ। अब चाहिँ म जान्छु है। जान्छु, यति छिटो खाना खाएर जाऊ न। नै खाँदिनँ। नखाने? हजुर। ल ल जाऊ त, अब के भन्नु मैले। जान्छु त होइन त, मान्छेले छाडिदिन्छु।
भर्खर भयो घर आउने सवारी यत्रो बेर कहाँ गएको थिइस् मैले हजुरलाई भनेकी त थिएँ र म माथि गाउँ सपनाको घर जाँदैछु भनेर। ग्यास कति बजे टाइम त बिहान 10 बजे ग्यास अलिक 6 बज्यो। यही हो तिमी छोरी मान्छे भएर गाउँदिनी। बाबा अबदेखि गर्दिनँ। तेरो शरीर सधैँ चल्छ जहिले पनि यस्तो गर्छन्, मलाई त स्कुल साथीको घर जाँदै दिनु हुँदैन।